अन्तत प्रतीक्षाको घडी समाप्त भएको छ। हामीले जे चाहेका थियौँ आज त्यही नै हुन पुगेको छ। अब कान्छीले इस्तारा गुन्डाहरूसँग आफ्नो हिसाब किताब चुक्ता गर्ने छिन् र आफ्नो प्राणभन्दा पनि प्यारो श्रीमानलाई चाहिँ उनले जेलमुक्त गर्ने छिन्, थुनामुक्त गर्ने छिन्। अनि पाउनेछ कान्छीले न्याय, अनि पाउनेछन् सागरले न्याय, अनि पाउने छिन् सहाराले न्याय। उनका सारा परिवारको विजयी हुनेवाला भएको छ। अब अन्तत कान्छीको अगाडि सारा गुन्डाहरूको शक्ति एकछिनसम्म पनि टिक्न नसकेको खबर प्राप्त भएको छ। अब यो सिन मार्फत तपाईँहरूले आफै मूल्याङ्कन गर्नुहोस्, कान्छीलाई ढाल्नका लागि कति संयन्त्रहरू लागि परेका थिए। आज उनीहरूले कान्छी सामु घुँडा टेकेर माफी माग्नुपर्ने अवस्थासम्म आइपुग्दा पनि आज आम दर्शकहरू खुसीले गदगद भएका छन्, किनकि जे हुनुपर्ने थियो अन्तिममा आएर त्यही नै भयो। सबैले यही नै सोचेका थिए, कान्छीको कहिले चाहिँ धमाकेदार इन्ट्रीले यो सिरियलमा चाहिँ नयाँ एक्सन लिएला भनेर चाहिँ आम प्रतीक्षा र दर्शकहरूको एउटै चाहना थियो, एउटै धोको थियो। त्यो आज पुरा गरिदिएकी छिन् कान्छीले, किनकि कान्छी एक निडर, क्षमतावान, साहसी नारी हुन्, जसले एउटा नारीमा हुनुपर्ने चरम भोगाई उसका कठिनाइहरूलाई सामना गरेर चाहिँ एउटा शक्तिशाली जीवनयापन गर्न चाहिँ कसरी चाहिँ सजिलो बनाउने, कसरी चाहिँ एउटा जीवनलाई चाहिँ साधक बनाउने, कसरी सङ्घर्षलाई चाहिँ परास्त गर्ने, कसरी चाहिँ आफ्ना गल्ती कमजोरीहरूलाई तिर्दै जाने, अनि त्यस पछाडि एउटा सियो बनेर पसेर चाहिँ फाली भएर कसरी निस्किने भन्ने आम दर्शकहरूले यही नै सोचिरहेको अवस्था छ। किनकि कान्छीले यतिसम्म नगरेको भए आज त्यो पहिलेको भाडावाल त्यो गुन्डाको शरणमा पुगिसकेकै हुन्थेन। त्यो गुन्डाको शक्ति कति रहेछ भन्ने कुरा त हामीले देखि नै हाल्यो, किनकि उसको शक्तिको अगाडि कसैको पनि केही नै नचल्ने अवस्था थियो। जब कान्छीले जग्गैकै अगाडि उसकै कम्मरको खुकुरी निकालेर उसलाई छप्काउन लागि परिन्, तब ऊ होस हवास उड्यो। उसको चाहिँ आत्माग्लानीले त्यो छिया भयो। उसका आम गाउँलेहरूले चाहिँ कान्छीलाई नराम्रो भनिरहेको समयमा उसको करतुतहरू बाहिर आइसके पछाडि चाहिँ उसलाई सबैले चाहिँ सबक सिकाउने नै भए। यति हुँदापछि त्यो डरले थरर काप्न थाल्यो। त्यस पछाडि अब उसलाई प्रहरीको हवाला गर्नुपर्छ, कतिपयले त यसलाई सिस्नो पानी हानेर चाहिँ पहिले बदला लिनुपर्छ, सागर र कान्छीलाई दिएको चुटको बदला लिनुपर्छ भनेर पनि भनिरहेका छन्। कतिले त यसलाई हदैसम्मको कारबाही हुनुपर्छ, अब यसलाई जेलमा हाल्नुपर्छ, आजीवन कारावासको सजाय दिनुपर्छ भनेर पनि भनिरहेका छन्। तर कान्छी र उसका श्रीमानलाई दिएको दुःखप्रति यसलाई कुनै पनि सजायले त मुक्त हुँदैन, कुनै पनि सजायले त यसलाई पुग्दैन। तर पनि अब कुन आधारले चाहिँ, कुन तरिकाले चाहिँ अब कानुन सम्मत तवरले चाहिँ अगाडि बढ्छ यो घटना भनेर चाहिँ आम दर्शकहरूले निकै नै चासो र जिज्ञासाका रूपमा लिएर चाहिँ यसलाई निकै नै ध्यानपूर्वक हेरिरहनु भएको हामीले प्रत्यक्ष देखि नै रहेका छौँ। आम दर्शकहरूको यसमा निकै नै रुचि रहेको छ। यो घटनालाई चाहिँ अब कसरी अगाडि लिएर बढ्छ, अबको आजको एपिसोडले छर्लङ्ग पार्ने छ कि कान्छी कति शक्तिशाली रहेछिन्। कान्छीले एउटा निडर नारीले, एउटा सक्षम नारीले एउटा चाहनु भने के कतिसम्म गर्न सक्ने रहेछिन्। आफ्नो चाहिँ बल र बेउतामा आफूले चाहिँ कसरी अगाडि बढ्न सक्ने रहेछिन् एउटा एकल नारी भनेर चाहिँ यो सन्देश दिन खोजिरहेको छ। तपाईँहरूले यसलाई कुन तरिकाले लिनुभएको छ, एउटा नारी भएर बाँच्नका लागि यो समाजमा कति धेरै दुःख छ, कति धेरै कष्ट छ, यो समाजले हेर्ने नजरिया कस्तो छ भन्ने सारा कुराहरू ऐनामा देखिने तस्बिर चाहिँ छर्लङ्ग भएका छन्। यी सारा कुराहरूलाई मनन गर्दाखेरि एउटा विश्वकै प्रतिभाशाली नारी चाहिँ आशा खड्काज्यू, उहाँलाई एकदमै हृदयदेखि सलाम छ। उहाँले निभाउनु भएको हरेक चरित्रार्थ हामीले प्रत्यक्ष रूपमा देखिरहेका छौँ, हेरिरहेका छौँ। उहाँले जति समाजलाई रूपान्तरणका लागि आफ्नो योगदान दिनुभएको छ यो एकदमै अतुलनीय छ, यस्तो अनमोल छ, यसलाई किन्न र त किन्न सकिँदैन। तथापि आम दर्शकहरूले देखाउनु भएको माया, सद्भाव र यो प्रतिक्रियालाई लिएर उहाँले चाहिँ एउटा निकै नै ठुलो विचार गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ अब उहाँले कुन रूपले लिएर अगाडि बढ्नुहुन्छ, अब यो स्टोरीमा आइपुग्दै गर्दाखेरि उहाँले देखाउनु भएको चरित्रले गर्दाखेरि एकदमै धेरै समाजमा चाहिँ सकारात्मक सन्देश गइरहेको छ। उहाँले अब यस्तै गरी अगाडि बढ्नु होला र
थप यस्तै भागहरू चाहिँ हामीले प्रतीक्षा गर्नका लागि यति धेरै समय कुर्न बाध्य हुनु परोस्, त्यो ताकि त्यो हेरिसके पछाडि समाजमा पनि केही रूपान्तरण होस्, केही परिवर्तन आओस् भन्ने आम दर्शकहरूको चाहना पनि रहेको छ। र अब यो सिनमा चाहिँ अब यो गुन्डालाई जसरी पनि जेल हाल्नै पर्छ भन्ने कति हुनुहुन्छ। यो अब चाहिँ सागर र कान्छीको पुनर्मिलन हुनुपर्छ। उसको त डिभोर्स गराइदिइसकेको छ त्यो गुन्डाले, आफ्नो सम्बन्धलाई छेदविच्छेद पारिदिइसकेको छ। घर समाज गाउँ सबैतिर चाहिँ एउटा नकारात्मक सन्देश फैलिसकेको छ। कान्छी र सागरको त्यति राम्रो जोडी छुटेको भन्ने हल्ला चलिसकेको छ। त्यसलाई चाहिँ कसरी अब सही दिशामा अगाडि लाने भनेर चाहिँ उहाँहरूले सोच विचार गर्नुभएको छ। उहाँहरूले चाहिँ अब आजको भाग मार्फत सबै कुरा सर्लङ्ग देखाउने हुनेछ। त्यो सबै कुरा बुझ्नका लागि चाहिँ हामीले अब आउने एपिसोडलाई कुर्नै पर्ने हुन्छ। तपाईँहरूले कुन रूपले लिनुभएको छ? उहाँहरूले यो बनाउँदै गर्दाखेरि यो गुन्डाको रोल एकदमै राम्रो छ। अब यसलाई चाहिँ अगाडि बढाउँदै जाँदाखेरि यो गुन्डाले चाहिँ अब धेरै नै दुःख दिइसकेको अवस्था छ। अब यहाँभन्दा बढी दुःख चाहिँ दिनु हुँदैन। सागरले चाँडै नै न्याय पाउनुपर्छ। वकिलहरू समक्ष त्यो गुन्डासँग भएको प्रमाण पुर्याउनुपर्छ यथाशीघ्र। सागर कुनै पनि हालतमा चाहिँ दोषी व्यक्ति होइनन्, उसलाई फसाइएको हो, उसलाई चाहिँ षड्यन्त्रपूर्वक चाहिँ यो अदालतमा बस्न के भन्छ जेलमा बस्नका लागि बाध्य पारिएको हो भन्ने यो परिदृश्यले हामीलाई बताइरहेको छ। यो घटना विवरण हेर्दाखेरि पनि सागर दोषी हुन् जस्तो देखिँदैन। उनले चाहिँ कुनै पनि हालतमा आफूले गल्ती गरेका छैनन् भनेर चाहिँ ठोस प्रमाणले बताइसकेको छ। अब त गुन्डाहरूसँग भएको प्रमाणहरू चाहिँ यथाशीघ्र अदालतमा उपस्थित गराएर त्यो प्रमाणलाई उपलब्ध गराएर चाहिँ सागर निर्दोष ठहर्याएर जेल जीवनबाट मुक्त हुन्छन् भन्नेमा आम दर्शकहरूले विश्वास लिएका छन्। र अहिलेसम्मका लागि यो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले यदि आशा के भन्छ कान्छी र सागर मिलेको हेर्न चाहनुहुन्छ भने तल कमेन्ट गर्नुहोला।